भाय नमस्ते जलसाइनी नमस्ते केशवानन्द सुनेर नै होला नि आज तानिँदैछन् मेरा यी पाइलाहरू तिमीतिरै आजको साँझ मायालु भमरा बनी डुलु डुलु लाग्छ किन तिम्रो घरको बाटो हेरी आफू बस्ने बसाइ त्यही सारू सारू लाग्छ किन
मङ्गलम पुण्डरीकाक्षे मङ्गलाय तनुहरि श्री गणेशाय नमः सादर निमन्त्रण। पञ्चन गाउँपालिका वार्ड नम्बर 3 रूपन्देही निवासी स्वर्गीय योगानन्द उपाध्याय तथा श्रीमती अम्बिका उपाध्यायका आयुष्मान सुपुत्र श्री प्रकाश उपाध्याय पौडेलज्यूका समीपमा उत्तरी बजार नगरपालिका वार्ड नम्बर 1 अभियान पथ स्याङ्जा निवासी श्रीमान गिरिधारी लम्साल र श्रीमती वन्दना लम्सालकी आयुष्मती सुपुत्री सुश्री अस्मिता लम्सालको मिति 083/31 गते बुधबारका शुभ दिन शुभ लग्नमा हजुरका सुपुत्रका साथ सुसम्पन्न हुने शुभ विवाह समारोहको शुभ मुहुर्तमा आफ्ना दाजुभाइ इष्टमित्र बन्धुबान्धव कुल कुटुम्ब छर छिमेकी प्रियजन तथा बाजागाजा सहित कुल परम्परा अनुसार सुसज्जित शोभायमान वरियतका साथ कन्या लिन सहयात्री पार्टी प्यालेस उत्तरी बजार नगरपालिका 3 बुधी खोला स्याङ्जा पाल्नु हुन सविनय निमन्त्रणा गर्दछौँ। प्रार्थी हजुरआमा तारावती शोभावती लम्साल, बुबाआमा गिरिधारी वन्दना लम्साल, ठुली आमाहरू मोनादेवी टिकादेवी लम्साल, काका काकी रामप्रसाद कल्पना लम्साल, हिरा सरस्वती लम्साल, राम शर्मिला लम्साल, कुलानन्द दुर्गा लम्साल, अस्मिता प्रकाश।
नि कसैले वैशाख 29 गतेका दिन हामी छोरी अस्मिता लम्साल जेठी छोरी अस्मिता लम्सालको शुभ विवाहको अवसरमा आज हिन्दू परम्पराअनुसार कसार बटार्ने जो सांस्कृतिक परम्परालाई हामीले यथावत राख्दै निरन्तरता दिँदै अब अहिले जतिसुकै आधुनिक युग भने पनि प्रविधिको युग भने पनि यो हाम्रो परम्परालाई चाहिँ हामीले निरन्तरता दिँदै आएका छौँ। कसार बटार्नको लागि बिहानैदेखि पिठो कुटेर त्यसपछि पिठो तयार गरेर कसार बटार्ने रोटी पकाउनेदेखि लिएर गएर धेरै कुराहरू हामी सबै इष्टमित्र दाजुभाइ कुल कुटुम्ब सबैजना जुटेर आज हामी यो तयारीमा लागिरहेका छौँ। कार्य हो क्या घर हो त नि राम्रो छ बोलाउनुहुन्छ बाबा आमाले त्यही बेला भेटौँ ल। त्यही कहानी रहेछ अरू भन्नु त ए भवानी दिदी होला राख्नु ए खोइ पिठो ल्यायो हजुर राम्रो छ
भन्नु त्यसै भने अनि हात्तीमै भनौँ कि हाम्रो पालो पहिल्यै छोरीका बिहाका रोटीहरू अब हिजोदेखि आजसम्म अहिलेसम्म रोटी कसार अनि अब यो सगुनहरू पठाउने कुराहरू छ। सगुन यसो गरेर यो कसारको ठुला ठुलाहरू चाहिँ यो परम्पराअनुसार पठाउने चलन। यहाँबाट सगुन पठाइसकेपछि उता जन्ती जब आइसकेपछि जन्तीहरूलाई बाट पठाइसकेपछि उहाँ लगेर सगुन खाइसकेपछि हामीहरू दुवै थरीलाई उता छोरीको घरतिरको पनि र हामीलाई कहिलेकाहीँ हामी बाटोबस काहीँ भेट हुन पऱ्यो अथवा त्यो घरमा जानु पऱ्यो भने पनि बाटो खुल्ने रहेछ, त्यो परम्परा रहेछ। त्यही भएर यो अब यसरी हामी आज तयारी गरेका छौँ। अब लगभग अन्तिम चरणमा छौँ, अझै तयारी हुँदैछ। यो त थोरै मात्रामा मात्रै भइरहेछ, अरू हुँदैछ, अरू ल्याउँदैछ, जम्मा गर्दैछौँ। इष्टमित्रहरूलाई सगुनको रूपमा पनि पठाउनु पर्ने हुन्छ, यो परम्परालाई धान्न पर्ने रहेछ। अब हामीले जति नातागोता इष्टमित्र कुल कुटुम्ब सबैलाई निमन्त्रणा गरेका छौँ शुभ विवाह शुभ कार्यमा। उहाँहरूलाई चाहिँ हामीले सगुन उहाँहरूले घर लगेर सगुन खाइदिनु भयो भने पनि अझ पवित्र हुँदो रहेछ। शुभ कार्यको एकदम सफलताको कामना उहाँहरूले गर्नुहुँदो रहेछ।
बसवाहा गब्दु नम गुरुपत्रं विश्वमित्रेण धीमता सुरभि हरपातेन तर्पयन्तां पितृमिति दत्त हरि ओं तत्सत्।
धके बाँचेको हो र दिनहरू केवल काटेको सरह तिमी बिनाको खुसी धके खुसी होला र ओठमा छाएको मुस्कानको के अर्थ छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा म भमरा भए सोचु मेरो त स्वर्ग यही होला म भमरा भए सोचु मेरो त स्वर्ग यही होला सुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको यदि गर्न परे शब्दमा बयान म केही नसोची चोखो मनले लिनेछु तिम्रो नाम यदि मृत्यु अघि अन्तिम चोटि केही देख्न पाउने भएमा अवसान पछि पनि साथ केही बोकिलान पाउने भएमा खुट्टामा खुट्टामा नाभि स्थानमा हृदय स्थानमा अब यो अर्काले विभिन्न ठाउँमा भाँडै अब यहाँ पहिला अनि अहिले पनि हामीले सयबद्ध देख्नुपर्छ जिम्मेवारी शक्तिका त्यो होस् केवल तिम्रो मिठो मुस्कान म चाहन्छु त्यो होस् केवल तिम्रो मिठो मुस्कान भावनाले रचेको तिमी एक सुन्दर हौ कविता भावनाले रचेको तिमी एक सुन्दर हौ कविता म त खाली एक पाना बनेको तिमीले भरि जान म त खाली बत्तीलाई पनि चलाइदिनु अनि त्यसपछि त्यो कलशमा भएका वरुण देवता जल पाना बनेको तिमीले भरि जान छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको भावनाले रचेको तिमी एक सुन्दर हौ कविता म त खाली एक पाना बनेको तिमीले भरि जान बोली जस्तो भइन्छ
मजा आएन
सुनु परिदास्य दशायस्य दीर्घायुत्तम जुरदुष्टासिः सच्चम च जीवे जीवा मिशरदः पुरुषाय क्योभिः सभ्य रैखते इतिहि यसाम्याम। फेरि तो त्यही माथि राख्दिनु त अब फेरि कुसको टुक्रा लिनु सोचा प्रतिक्रियता बेला धोती लाउने चलन थियो। मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरे तदेव लग्नं सुदिनं तदैव ताराबलं चन्द्रबलं तदैव विद्याबलं दैवबलं तदैव निथ वर्णहरिषि अनुष्टुप छन्दो लिङ्गतो देवता मैत्रीकरणे विनियोग। त्यहीँ छोडिदिनु ल। अब एक अर्काले गहिरो हाम्रो प्रेम हुनुपर्छ भन्ने कल्पना गर्नु अरे, जहाँ कि मापन गर्न नसकियोस् त्यस्तो खालको प्रेम हुनुपर्छ अरे। भयो है नि त। यजु मधुपर्का बक्सडे विनियोगलाई त्यहीँ छोड्नु। देवसत्वा परमेश्वरी श्री गायत्री छन्द सविता देवता मधुपर्क ग्रहणे विनियोग बुवालाई। आजदेखि मैले उहाँहरूलाई भोजन गराउने प्रतिज्ञा गरेँ। यस्तै मिठो मिठो ल। देवसत्वा सविता यसो सूर्यतिर देखाइदिनु, पिताले सूर्यतिर हेर्नु, मैले सूर्यलाई साँची राखेर आजदेखि कन्यालाई प्रदान गरेँ। देवसत्वा सवितु पर्सभु विष्णु बाहुव्यम पुष्णि अस्ताभ्याम अग्नि जुष्टम गृहाणामिहि। ल ल ल उठाउनु, यो हातले यसरी चढाउनु सूर्यलाई अलिकति भगवान्लाई। नमः श्याव्या इति प्रजापति ऋषि सविता देवता यजु मधुपर्क डोलानी विनियोग नमः श्याम वास्तने। बुढी औँला र यो औँलालाई यसरी हातमा जोड्नु र त्यसलाई हल्लाउनु। ल भैमा पनि भूमिलाई पनि दिनु अलिकति। ल अब त्यसलाई त्यहीँ अगाडि राख्नुहोस्। त्यो खानको लागि बनाएको होइन है, त्यो खानको लागि बनाएको होइन है। ल अब उताबाट हृदयबाट यसरी हात छिराउनु र अब श्रीमतीका अनेक अनेक प्रकारका अङ्गहरू छुनु। म भन्दै जान्छु है। पहिला कुसको टुक्रा वामाङ्गैत्यानाम सप्तानाम परमेश्वर ऋषि देवी गायत्री छन्द परमात्मा देवता नासो मे प्राणो अस्तु। चोरौँलाले र बुढी औँलाले नाकका दुवै पाल छोइदिनु, तपाईँको दुवै आँखामा छोइदिनु। प्रणयो स्रोतमस्तु। माझी औँलाले र बुढी औँलाले दुवै कानलाई क्रमैसित, माझी औँलाले दाहिने कान, बुढी औँलाले देउरे कान, पाखुराहरू छोइदिनु। उरुबो मे ओजस्तु। दुवै हातले दुवै तिघ्राहरू छोइदिनु। अरिष्टानी मे अङ्गानी। अन्य यी सबै अङ्गलाई साँची राखेर मैले स्वीकार गरेँ भन्ने कल्पना गर्नु। माता रुद्राणी दुहिता बसुना भेसेन मत। अब सकेसम्म भरण पोषण पालन गरेर राख्नेछु भनेर अब पिता पक्षकालाई पनि कन्या पक्ष अंजाली जली जाली
वरुण सूर्याय स्वाहा। अध्यक्षकृत यो बुढी औँलालाई यसरी जलमा चोप्नु र त्यो पैसालाई छोरा भन्नु। कन्यादान गई पाले गौदान परिवारको भने पोती हाँसका डिम्बा आजदेखि रह्यो बाबा पराएको जिम्मा। प्रपौत्री गिरधारी शर्मले पुत्री पूर्णकला नाम्नी कन्यायं तथा आत्रेय गोत्रोत्पन्नाय अत्रि अर्चान शैष्या वैश्यत्री परवरान्विताय जगन्नाथ शर्मणे प्रपौत्राय युगानन्द शर्मणे योगानन्द शर्मणे पुत्राय पाराशोर नाम्नी बरार्थे नाम्नी कन्यायं शुभ विवाह कर्मणार्थः साखुच्छेदन कर्मणं तहं करिष्याम्यहं तत्सत् मम। हजुरले त्यो बिचबाट तोडिदिनु त त्यसलाई दुई हातले। हाय नमः कुलदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः अभिघ्नमस्तु सुमुखसैकदन्तस्य कपिलो। पाल्यो आमा कोक्रो हल्लाई हल्लाई छोरी उमेर पुगेपछि दिन्छौ कल्लाई कल्लाई। कौशल विराट सुरसेन कुर्कटः मत्स्येन्द्र परसिक खजुर यावन मिलेक्ष जालान्धर इति सिद्ध भाषा भूमिपाल साथै भाइ छोरा जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बोल्दा
आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो सुखमा तिमी भन्दा बढी म रमाउने छु, तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु। जीवनभरि नतोडिने अजम्बरी नाता भयो, बाचा भयो। सुख दुःख दुःख सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमी सँगै बाँचेर।
ना ना ए साराले जुत्ता लुगाएर पैसा माग्ने भनेको त यो त ढाट लाएर चाहिँ यो त डेन्जर भनी डेन्जर न्युज होइन त्यो त नयाँ परम्परा अझ सेङ्जामा त्यही माथि कहाँ सेङ्जामा त अनि अहिले पानी परेको नि त्यही भएर हुन त यो लम्साल परिवार पनि पहिलो पटक अनि फेरि पानी परेको नि त्यही भएर कति पैसा भन्ने होला कति भन्ने हो भन्नु है के छ यता ल भन्नु न यो माइलो चाहिएको सुनौँ न ल होइन प्लान त इन्स्ट्यान्ट हो कि बोली लाम पहिला बोली मैले भन्न तेरो पहिला जुत्तालाई डिकोड हान प्रोजेक्टै हो है यसको लागि पऱ्यो नि त कति बेला भेनाल जुत्ता खोल्ला नि त भाग्छ क्लाइन्टले चाहिँ अब यसो डिस्काउन्ट गर भन्छ अब त्यही 1,05,000 मा 5,000 डिस्काउन्ट हो ल ल ल ल ल 1,00,000 जम्मा त्यति माग्यो जम्मा त्यही त लोभी के माग्छ जम्मा 1,00,000 होइन होइन डाक्टरले प्रोसिडर हानेको चार्ज भन्दिनु अब यता डाक्टरतिर अब सरिन्छ है हामी यो त यसले लगेको दाहिने जुत्ताको भयो ए एउटा होइन होइन टिकटदेखि नै जाम भाइहरूको एउटा समस्या रहेछ क्या तपाईँ हाम्रो हिजोसम्म भएको खालको उहाँहरूले नि यो जुत्ता राख्न सकियो भन्ने के थाहा चल्छ अर्को पटकलाई भन्ने खालको अभ्यासमा हुनुहुन्छ त्यसले गर्दाखेरि चाहिँ यो अर्को पटक बिहा खर्च चाहिँ आफ्नो बिहालाई चाहिँ सेटअप गर्दै जाने कि जुत्ता राख्ने भन्ने त्यही भएर चाहिँ मैले त्यति बेलालाई भनिरहेको छु त्यही भनिरहेको मैले भने धोइदिने हो क्या रातो त के यो जुत्ता ल्याऊ बरु म अर्को जुत्ता किनिदिन्छु भन्ने भनिरहेको छु कि मैले काम चलाउँछु माया टारी च्यातेका बाँकी हुन्थ्यो होइन त हामीले तान लैजाँदा च्यात्ते बाँकी हुन्थ्यो तान्दाखेरि अड्के बाँकी हुन्थ्यो खुट्टा तर जान पर्यो लाएर अब त ढिलो पनि भयो अरे बाहिर हो नि त जान सब यस्तो चिसोमा त टेक्न हुन्न एलर्जी खाललाई चिसोको पानी पनि पर्दियो त्यही माथि बरु त्यो जुत्ता छ एउटा सिटिजेडली फ्री सुरु भएन क्या एउटा जुत्ताको त सुनियो एउटा हुन्छ कि यस्तो हुन्छ फिसको सुरु गर्दा 1,025 को ओपिडी टिकट हुन्छ त्यसपछि नमस्ते डाक्टर भनेको 1,000 हुन्छ अर्को त्यसपछि पान्डा लेखेको 1,000 हुन्छ अर्को लेखेपछिको 35,000 हुन्छ अर्को त्यसपछि बिरामीले रिपोर्ट लिएर आएपछि चाहिँ औषधि हाल्छु 45 यस्तै यता यो त जोड्ने गर्ने भएन जोड्ने परेन जोड्ने अझ टिकटमा सर्भ गराइदिन्छु होइन होइन यस्तो बिमा लिएर आएका बिरामी चाहिँ अलिक गाह्रो हुन्छ जुत्ताको चाहिँ बिमा गरिए होइन नि त टेन्सन छैन कि प्राइभेट हो यो त झेन्जी जुत्ता ठिक छ नि भने टिकट काट्न 3 लाखको चेक ल्याउनु न त चेक काटेर छोड्नु पर्ला चेक काटेर छोड्नु पर्ला 3 लाखको चेक ल्याउनु के हुन्छ 1.5 लाखको एउटा 1.5 लाखको एउटा बााउन्स भयो भने त फेरि हामी फुटबल आएर बााउन्स भयो भने झ्याउ हुन्छ बााउन्स त हुने भन नि क्युआर निकालौँ न त क्युआर निकालौँ क्युआर दिए नि हुन्छ क्युआर निकाल्छौँ स्क्यान गर्ने काम स्क्यान हान पनि गएको त्यही त्यहाँ म्यासेज घन्टी आएको सुन्न तर मलाई आज एउटा कुरा अचम्म लागिरहेछ कि
होइन त्यो अहिले हजुरले भन्यो त अब त हाम्रो पनि भइसक्यो हाम्रो नि अधिकार छैन कति थोरै भन्नु आज यो घटनाले भनौँ न यो परिदृश्यले चाहिँ अस्ति आन्टीले मलाई के भन्नुभएको थियो भने मेरो हाम्रा 4वटा छोरा थिए तपाईँसँग 5वटा बनाउँदैछु भनेर भन्नुभएको थियो केटाहरूले के सोच्यो भन्दाखेरि चाहिँ 5वटा भयो भने त भागमा त थोरै आउँछ 4 बनाउनु पर्छ आज जस्तो लाग्न लागिसक्यो के हो खान्छ है यो खास होइन यो इन्टरभ्यू हो क्या यो त यस्तो हो अरू त केही होइन यही हो कसको यो अनुहार सबै बिग्रियो हेर नि झ्यार्दा राख्यो बुझिँदैन बुझ्यो कसैलाई बुझिन निकालौँ न त त्यो एन्टिना चलाउनु पर्यो यो मेरो ह्यान्डराइटिङ हो कि यो त पहिलाको सिडी प्लेयर छ कसरी भन्नुभएको भने होइन म डाक्टरको फी आइसक्यो अघि नै पुरा लिस्ट अब त्यस्तो भन्नै मिलेन ल पढाइदे फुल स्कोर फी होइन जुत्तालाई भर्न दिउँ क्या गरेको छैन यस्तो गरौँ के जुत्तालाई डिस्चार्ज गरिदिन्छु म के गरौँ डिस्चार्ज फी तिर्नु न त तल काउन्टरमा आएर डिस्चार्ज फी तिर्नु जानु न लिएर अलि धेरै बेर बस्यो भने त मर्चरीमै जाला जुत्ता कसो गरौँ हिसाब किताब असल न सागारको माग भन्नुभयो ज्वाइँको इच्छा कति छ भन्नु अनि यिनीहरूले मागिराखेनन् कि यिनीहरूले मेरो प्रोजेक्टमा यति हुन्छ भने तर माग भन्यो नि त 3 लाख हो कि मात्रै बाटो सुरु गर पुरै भयो हजुरलाई किन अब त्यसबाट ठ्याक्क एउटा दिन जिरो काटौँ के हो खास खास कुरो के हो त्यो फ्रेम लिएर आउँदा पहिला फ्रेम गिफ्ट हान्दिउँ ठ्याक्कै मुद्दामा जाऊँ न बरु ठ्याक्कै मुद्दामा जाऊँ न पहिला एउटा फ्रेम गिफ्ट गर्छु अनि या पहिला हाम्रो केटाहरू के छ त्यस्तो एउटा राम्रो छ या फ्रेम या टाइम आउट गर्नु पर्ला 30 सेकेन्ड भाइ यसो गर साला बाबुहरूले जुत्ता ल्याएर टक्राइदिउँ बिनाजुले आफ्नो खुसीले ट्याक्क दिनुहुन्छ सकिहाल्छ सक्यो आफ्नो खुसीले 4 लाख दिनु होला नि त पहिला फ्रेम गिफ्ट हाल्नु एउटा पहिला एउटा फोटो दिएर फगाउँछु अझै होइन यो त मयाको नि त मयाको चार्ज लाउनै मिलेन नि यसमा त लाउँदैन यसमा त लाउँदैन यो त नमस्कार भनेको त पैसा लाउने अनि यसको त लाग्नु पर्यो यो फलोअपको हो के एक हप्ताभित्र आएको एक हप्तामा फ्री हो नि त अस्ति 25 गते आएको आज 30 गते आएको भएर एक हप्तामा जुत्ता ल्याऊ निको भएर चाहिँ बिरामीले घुस्यो होला डाक्टरले त अहिलेसम्म पेन पनि दिँदैन होइन यो त ल्याऊ बरु एमआरले दिन्छन् डाक्टरले दिन्छ डाक्टर उस्तै पऱ्यो अनि टिपेर हिँड्छ नर्सको सबसे यो अहिलेको जुत्ताको पैसा भन्दा त्यो इम्पोर्टेन्ट हुन्छ हजुर गर्ने त त्यही नै हो नि किन खाली खुट्टादेखि पठाउँछु र होइन नियमको धानेको अनि अहिले भाइले म 2 जोर नयाँ किनेर पठाइदिन्छु भन्नुहुन्छ ए किन नपठाउनु दुईजना पाउन भाइहरू धेरै 3 लाख कतिवटा जुत्ता आउँछ खै ए फेरि अर्को पनि छ क्या कि फेरि यत्तिका गिफ्टै गिफ्ट बिर्सिन्छ कि खालि केटा जस्तो तिमीहरूले हो कि होइन र लाउ त देऊ यो त तिमीहरूको हो यो होइन यो गएर खोल्नु गएर खोलौँ खोलियो
ल हो र खोल्ने चलन पनि छ शैक्षिक गर्दा मलाई कस्तो रमाइलो लाग्यो सबैजना के हो खोल्ने हो र नखोल्ने खोलेको जुत्ता लगाम क्या भन्ने नेगोसिएसनको पक्षमा चाहिँ नेगोसिएसन गर्दा नेगोसिएसनमा त अब विपक्षी होइन को त कुरा केही कुरा त स्वीकार्दै जानु पर्यो नि त आफूले जित्नको लागि त विन विन हो जुत्ता आयो पैसा सन्देश त्यत्रो बोल्दै जाने के हो गान्छ सन्देश त दिनु पर्यो नि त माया त गर्नुपर्छ पर त्यसैले चित्त अब त्यो प्रोजेक्टका कुरा नगरिकन भाइहरूलाई माया गरेर कसरी मैले तँलाई दिन्थेँ नि त्यतिले मान्छन् माया हुन्छ नि यस्तो नि गर्न पर्दैन दिलले माया गरेको त नगरे नि कहिले कहिले मेरोबाट निकाल्दै नि ट्याक्क त्यही गरे नि हुन्छ मान्छ केटा दिदी खुसी हुन्छ हजुर हजुर दादा लामो छ डेन्जर लामो आज सुत्नु पर्दैन गएर हाम्रा त जुत्ता यहीँ छन् हजुर चित्त बजाऊ उज्यालो अनुहार पारेर ल अब अस्मिता यसो काममा चिसिक के अरे आइडिया दिउ आइडिया दिनै पर्छ होइन मैले त यस्तो गरेँ भाइहरूसँग आज एउटा सम्बन्ध जोडेको मार्फत हो त्यस कारण उसको कुरा सुन्नु पर्यो अहिले गुरुजीले त्यत्रो सुनाउनु भयो पूजा गर्ने बेला समय पूजा गर्नु कुरा श्रीमतीको सुन्नु पर्यो नि श्रीमतीले भाइको सुन आजैबाट नसुन्ने भयो भने त बर्बाद हो नि त के छ ल भन त होइन अस्ति मजा आयो होइन यत्रो बेर नयाँ ट्रेन्ड एक्जाममा थिएन साला गएको उता चाहिँ दिन्छु म आज हामीले के गर्छौँ यो हल्लाइ रोप्न त्यति भएन कि त्यति भएन यो हल्लाइदिन्छु म अनि भयो के अरे अनि केही होइन भाइहरू हुन् नि त नि भाइले हामी जसरी दिन्छौँ त्यसै दिने ओके सर खै कामलाई यस्तो हो यो जुत्ता कहाँ सँगसँगै ल्याउनु त सुन्नु जुत्ता सँगसँगै चाहिँ हजुरलाई मैले एउटा जिम्मेवार दिएको छु कि होइन त्यो त मैले राम्रो छ है त लाउनु होइन केही नभनिकन आउनु दिनु के त के आयो जुत्ता हो पैसा पर्दैन नखोज्नु होइन पैसा गर्ने छैन मैले पैसा मागेकै छैन पैसा दिन्छु भनेकै छैन के अरे भने जति दिनु होइन भने कति नदिनु त्यस्तो भयो नि होइन हजुर सालानी पर्नु भएन सालिनी पर्नु भएन मलाई आउने गरी गाडी गरेको थिएँ क्या कमसेकम लाउनु भयो लाउनु भयो ला छैन लाउने के अझै लाउनै बाँकी छन् लाउनै बाँकी छन् के लगाइदिनु पर्ने हो होइन अलि राम्रो आउँछ कि सधैँ असल भयो अलि राम्रो पाइन्छ भने पर्छ क्या हाम्रो त सोध्यो अब नै अहिलेसम्म भाइ पैसा त नलिउँ के होइन हामी पैसा दिने भन्ने कुरा नै होइन नि केही हुँदैन यो आज मेरो के अरे ए ल यो जिम्मेवारी कहाँ हाल्दै भयो जिम्मेवारी ल के अरे नलिउँ के होइन केही हुन्न होइन पछि लिउँला आजलाई यति लिखौँ रमाइलो गरेको नि त हामीले के माया गर्न पाइँदैन हामीले हामीले भाइलाई माया गर्न पाइँदैन मायाको किन पैसा चाहिन्छ नि ए त्यस्तो हुन्छ नलिउँ के त्यस्तो हुन्छ हुन्न नि चिल भयो त्यस्तो भएन हुन्छ अब हामी ल ताली लाउनु के नलिने होइन लाउनु नलिने त्यो त भएन लाने नलिने त्यो त भएन लाने नलिने के त्यो नलिएसम्म त म नलगाउने फेरि म यही चप्पल लगाएर जान्छु यस्तो हो कि अब हेर्नु यता तिमीले भनेको सुन्छु भन्नु नि होइन भन्ने त लिने हो कि होइन भएन यो त प्रक्रिया पुरा हुँदैन यो दिएन भने
आजको लागि चाहिँ ठिक के भयो मैले दिन फिर्ता पढ्नु ल दलित के आजलाई ओन्ली फर टुडे त ओके मैले माया गरेर तिमीलाई चक्लेट खानु दिएको ल माथिबाट दिन ल ओके ल यो टेबल मुनिबाट दियो भने के हुन्छ अरे डाक्टरले घुसेली मिल्दैन नि त हामीले त घुस लिन मिल्दैन जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको हामी 4 भाइका लागि तपाईँ दिदी मात्र होइन घरको सबैभन्दा न्यानो भाग हुनुहुन्थ्यो हामीलाई सम्झाउने कराउने फेरि यहाँ आएर बोलाउने हाम्रो खुसीमा सबैभन्दा धेरै खुसी हुने मान्छे कहिलेकाहीँ हामीलेहरूलाई दुःख पनि दियौँ होला रिस उठायौँ होला तर तपाईँले कहिले मनमा केही राख्नु भएन मनको एउटा कुनामा घरको जेठो छोरोको हैसियतले चाहिँ अब के सोचिरहेको छु भन्दा अब दिदी पहिले जस्तो हरेक दिन घरमा चाहिँ देख्न पाउँदिनँ तर नबदलिने कुरा भनेको चाहिँ हामी 4 दाजुभाइको दिदीको लागि माया पुतलीले गीत गाउँछन् तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर